नमस्कार सबैजनालाई। आज चाहिँ म यहाँ ग्रो अ गार्डन भन्ने गेम खेल्न जाँदैछु रोब्लक्स भित्र। ल सुरु गरौँ है त। ग्रो अ गार्डन खेल्न लागिरहेछौँ होइन। अब यो चाहिँ मैले पहिला नि खेलेको थिइनँ। अब हेरौँ कस्तो हुन्छ। ग्रो गाई अफलाइन यही छ। अब चाहिँ सुरु गरौँ है त। ल सुरु भयो। यो चाहिँ मेरो फर्स्ट टाइम हो ग्रो अ गार्डन खेल्ने चाहिँ होइन। पहिला चाहिँ मैले एकचोटि पनि खेलेको थिइनँ। रोब्लक्सको भिडियो चाहिँ मेरो भोलितिर आउँछ। आज आउनु पाउँदैन, म ग्रो अ गार्डन खेलिरहेको छु, त्यही भएर त्यसो भोलितिर आउँछ है ग्रो अ गार्डनको चाहिँ। ग्रो अ गार्डन भनेर रोब्लक्सको चाहिँ मेरो ब्लक सुटको चाहिँ मेरो भोलितिर आउँछ, आज चाहिँ आउँदैन। लोडिङ भइरहेछ। ल सुरु गरौँ। यसरी किन्ने अनि रोप्ने होला। यो चाहिँ सिडहरू रहेछ होइन। जो 10 छ भनेपछि क्यारेट फेरि किन्नु आउनु पर्ला। ल अझै हाम्रो पैसा सक्यो। .32 केजीको चाहिँ पाएँ होइन। यहाँ चाहिँ बेच्ने होला सायद। मैले यसको भिडियो चाहिँ हेरेको त्यही भएर सबै थाहा छ अहिले। यहाँ चाहिँ बेच्छौँ 36 समय। अब के फेरि 3टा चाहिँ किन्नु पर्यो क्यारेट, पैसै पुग्दैन। यो चाहिँ 0.36 मान्छे, अघि 37 थियो होइन। यो अलिक कम पैसा कमाउनु पर्यो। 36 41 कमाएँ यसपालि चाहिँ। कति अरे यार। यसपालि चाहिँ हाम्रो 0.24 केजी, 0.31 केजी र 0.23 केजीको फलेको छ होइन। जाडो यो जाडो चाहिँ कसरी हटाउँछ? अरू त कोही काम गर्छ। पटाका पड्काएर यार कस्तो भइसक्यो। यो चाहिँ 50 वाला के थियो? टोमेटो थियो। के हो यो? पोटेटो टोमेटो के हो यार? मैले केसको सिड ल्याएको नि बिर्सेँ। स्ट्रबेरी छ 31% भएछ। यसको चाहिँ 90 सानो छ त। त्यो त यो ठुलो छ त। यसमा चाहिँ स्ट्रबेरी फल्छ। कतिखेर फल्छ अब? स्ट्रबेरी कम कम कम। वे कति ठुलो हो यो त। यत्रो सानो यत्रो ठुलो फलेछ। 0.41 केजी अहिलेसम्मको सबसे हाइएस्ट मैले बनाएकोमा। यसको कति पाउँछ हेरौँ है। अहिले मेरो 3 छ भनेपछि 28 कमाइ जम्मा। अब 31 के नै आउँछ र? अरू चाहिँ के छ स्टकहरूमा? यो ओरेन्ज स्टिल अलिक केही चाहिएको छैन हामीले। एक किन राख्नु पर्ला नि। अहिले म योहरू किन्छु। ल यो चाहिँ हाम्रो क्यारेट फार्म। त्यो हाम्रो स्ट्रबेरी फार्म छ है। यो सबै चाहिँ हाम्रो मात्रै हो कि?
0.34 केजी 0.34 केजी 0 यसले चाहिँ अलिक कम आउँछ जस्तो लाग्यो कति कमायो 87 एउटा कति भने स्ट्रबेरी किन्छु अनि अरु सबै यो किन्छु स्टकै गइसक्यो स्ट्रबेरी हामीले एउटा किन्न पायो अनि क्यारेट चाहिँ हामीले चाँडो गयो यो चाहिँ फली राख्दो रहेछ क्या अनि त्यसले गर्दा सजिलो हुन्छ पुरै निस्किदैन नि के हो यो भर्खर के थियो त्यो I want to sell my inventory. आमा 170 196 है अहिलेसम्म हामीसँग अरू त हामी किन्न पनि सक्दैन यो नि स्टक गयो हाम्रो यो मार्केट चाहिँ कहिले रिसेट हुन्छ त्यस्तो थाहा भन्नु पर्ने भयो के I want to sell my inventory कति कमायो 183 पायो त आम्मा कमाएको है अब हामीले कमाउने छोड अब अरु केही छैन 400 चाहिन्छ अब कति पायो ए बेचिरहेको I want to sell my inventory कति कमाएँ 101 20 रुपैयाँ कमाएँ नि मैले सबै बेच्न पाउँछु अब कमाइहाल्यो नि कति 66 ल 400 को के आइरहेछ नि त्यो के हो ब्लुबेरी सिड यो नि त्यस्तै हुन्छ कस्तो हुन्छ यो चाहिँ एउटा मात्रै फल्ने हो कि अलि धेरै नै फल्छ त्यस्तो चाहिँ थाहा भएन यो चाहिँ ब्लुबेरी यो स्ट्रबेरी यो क्यारेटको फार्म I want to sell my inventory 250 कमाइसक्यो For each friends that in your server you get केही काम छैन यो पनि यस्तै रहेछ स्ट्रबेरीहरु जस्तै रहेछ त्यो फली राख्ने तर यो चाहिँ सिड चाहिँ नहट्ने वाला 400 को त फेरि एउटा ब्लुबेरी किन्छु आएछ क्यारेट हो त क्यारेट हो त त्यत्रो किनेछ के डिल छ यो त अति पायो I want to sell my inventory 300 कमाए हैन अब सिधै गएर फर्स्टमा यो किन्ने आयो
क्यारेट चाहिँ किन नपाएर यत्रो पैसा गइरहेछ स्ट्रबेरी जति गोल्डन पैसा कमाउँछ अरे मैले क्यारेट चाहिँ किन नपाएको एकचोटि कमेन्ट भनिदिनु है गोल्डन एक क्यारेट चाहिँ यहाँ रहेछ हामी फेरि नेपाली हो खेतीपाती राम्रो आउँछ होइन के हो त्यो ग्रो गार्डन कति भन्छ त्यो सुनवाला नि थियो मसँग आमा 1000 अब चाहिँ केही दर किन्न पाउनु भयो 800 को टोमेटो सिड पहिला अरू हेरौँ न 1000 भित्र केही आउँछ कि केही आउँदैन त्यही टोमेटो सिड आउने अझ केही यो चाहिँ टोमेटो गार्डन अब साँच्चै ब्लुबेरी त छैन आएको छैन नि हामीले के हो त्यो क्यारेट सबै क्यारेट हो त्यो अहिले के आएको थियो ब्लुबेरी फल्न थालेछ बल्ल ल ब्लुबेरी पनि फल्यो ल कति कमाउँछ फेरि अब आई वान्ट टु सेल माई इन्भेन्टरी नाइ आमा फेरि त्यो 800 वाला किन्नु पर्यो किन्छ ल ब्लुबेरी दुईटा भयो हैन अनि स्ट्रबेरी 4 छ एउटा अनि एउटा अनि एउटा अनि क्यारेट यहाँ छ क्यारेट किन त्यहाँ माथि गएर बसिरहेछ ए झ्याउ लाग्दो यो मिलाएर गर्नु भन्दा त जम्मै थियो गोलबेडा के हो के यिनीहरू क्यारेट चाहिँ चाँडो पर्ने कि जति भन्दा नि ल अब चाहिँ कति कमाउँछ हेरौँ है त अहिले 149 छ आम्बो 800 1000 को छ हो दाजु यो चाहिँ ओरेन्ज टुलिप सीड भनेर के हो फेरि 1 2 3 4 5 6 7 गार्डन क्यारेट 7 वटा छ जता सेम यो ओरेन्ज टेलो भनेको छ के हो फेरि एउटा त छ एउटा ब्लुबेरी अरु स्ट्रबेरी चाहिँ धेरै हो त स्ट्रबेरीले चाहिँ धेरै ओए कत्रो ठुलो सबसे ठुलो स्ट्रबेरी कुन छ यहाँ
कत्रो ठुलो छ कहाँ गयो भेट्टाउन चाहिँ धेरै गाह्रो I want to see यसमा धेरै कमाउँछ नि यति धेरै स्ट्रबेरी बेचिरहेको छु केही छ अरू के छ किन्न सक्दैन ब्लुबेरी एउटा किन्छु एउटै रहेछ ओरेन्ज टुलिप एउटा किन्छु त्यति हो पैसा पुग्ने भने गार्डन जाने पहिला ओरेन्ज टुलिप कहाँ ल्याएको थिएँ मैले अघि भयो होइन यो भयो गोल्ड भेडा चाहिँ एउटा पनि फलेको छैन ब्लुबेरीको सिड यता अड्दैन एउटा धेरै भयो त्यो अझै एउटा यहाँ राखिदिन्छु गोल्डन फेरि गोल्डन स्ट्रबेरी गोल्डन स्ट्रबेरी यति धेरै भयो गेट्स अफ सिजन पास के हो त्यो भने गोल्डनले चाहिँ कति पाउँछ आई वान्ट टु सेल दिस अबाउट 270 आई वान्ट टु सेल माई इन्भेन्टरी 3000 ल अहिले के किन्दा थिएँ मैले तर पैसा पुग्दैन थिएँ यो होइन 4000 रहेछ टोमेटो सिड अहिले चाहिँदैन टोमेटो त्यहाँ अहिलेसम्म फलेको छैन स्ट्रबेरी हजुर स्ट्रबेरी धेरै कमाएको अनि अझ एउटा अनि एउटा यति भयो होइन ब्लुबेरीको एउटा यति स्टक बढ्नु रहेछ यो अझ एउटा किन्नु अझ एउटा गयो गाडी क्यारेटको 10 वटा छ एउटा 2 3 4 5 6 7 8 टोमेटो गर्न चाहिँ धेरै टाइम लाग्दो रहेछ स्ट्रबेरी पनि नट्ला हो अब त्यहाँ धेरै भइसक्यो ब्लुबेरीको एउटा छ अझ यहाँ हालिदिन्छु यो टुलिपले चाहिँ कति पाउँछ जम्मा 0.05 केजी छ 1000 टुलिप चाहिँ लिएर आउनै पर्ने रहेछ अबदेखि जति पाए त्यति लिन्छ फेरि गोल्डन त्यो अहिले 1000 टेक टुलिपले गर्दा पाइरहेको रहेछ त्यो चाहिँ मैले बुझेँ टुलिप चाहिँ गरेर किनिहाल्छु अब रहेछ नि गार्डन सेल I want to sell my inventory फेरि 4000 कमाइसक्यो 4000 छ अरे अहिले स्टकमा टुलिप कहाँ छ टुलिप कहाँ छ ए के स्टकमा छ यो मात्रै हो अब अरू के यो 4000 रहेछ त भनेपछि जति पैसा हो त्यति जति थोरै केजी भयो नि पैसा चाहिँ कमाउँदो रहेछ भने थाहा भयो यो ब्याम्बू सिड चाहिँ के हो क्यारेटहरू त ठिकै कमाउँछ पुग्दैन क्या म फेरि गोल्डन आइसक्यो ब्लूबेरी कलेक्ट गर्ने टुलिप चाहियो अरू भन्दा नि अब टुलिपको त्यो अलिक प्राइस दिएर म यहाँ सब ओइ गोल्डन
यो गोल भेडा चाहिँ कति कस्तो फल्दै नफले यत्रो भइसक्यो हामीले जग्गा चाहिँ थप्न मिल्छ कि मिल्दैन आमामा के हो यो यत्रो ठुलो एकचोटि पनि भएको छैन बाम्बु बेच्यो भने चाहिँ कति पाउँछ यो यसमा चाहिँ गोल्डन दिएको छ त्यत्रो ठुलो पाए त कति खुवाउँछ होला है त्यत्रो ठुलो स्ट्रबेरी गोली भेडा फल्छ आजको यो भिडियो गोली भेडा नफल्दासम्म सकिँदैन एउटा गोली भेडा चाहिँ फल्नै पर्यो कि अब आई वान्ट टु सेल माइ इन्भेन्टरी कति गयो 5000 हो के छ अरू अलिक चाहिँ तल हेरौँ त तल त केही छैन सबै लेजेन्डरी टाइपको हो क्या यति हो ल आएछ टुलिप छ ल एउटा किन्नु पर्ने मेन कुरै भयो नि पैसा चाहिँ डह्रो जान्छ है अब मेरो फर्स्टमा ओरेन्ज टुलिप त किन्नु पर्ने कुरै भयो हैन यहाँ राखिहालिदिन्छु ब्लुबेरी एउटा यहाँ राखिदिन्छु ब्याम्बू स्टिक चाहिँ फेरि यहाँ राखिदिन्छु अनि यो स्ट्रबेरी चाहिँ म अहिले यहीँ राखिदिन्छु अनि क्यारेट हो जा यसलाई चाहिँ म यहाँ राखिदिन्छु के हो को मान्छे त यहाँ ओइ 1 केजी को रियल हो नि त अब हो नि त पारे यहाँ त भर्खर हाल्यो भर्खर फलिसक्यो कति चाँडो ब्लुबेरीहरु चाहिँ गोल्डन टाइपको पाउँदैन क्या ऊ स्ट्रबेरी गोल्डन अब झनै कमाउनु भयो फेरि अर्को स्ट्रबेरी गोल्डन अब त धेरै कमाउँछ आई वान्ट टु सेल माइ स्ट्रबेरी कति पाउँछ कति भयो आमा ठिकै टुलिप किन्न टुलिप कहाँ गयो एउटा दुईटा तीनटा यति हो अनि एउटा स्ट्रबेरीहरु एउटा ब्लुबेरी अझ एउटा किनिदिन्छु अनि क्यारेट एउटा दुईटा तीनटा चारवटा किन्छु गाडी आमा ब्लुबेरी चाहिँ एकछिन नकिन्नु पर्ला जस्तो अहिले एकछिन यति धेरै भइसक्यो ब्लुबेरी किन्दिनँ अबदेखि स्ट्रबेरी पनि नकिन्ने अबदेखि स्ट्रबेरी धेरै भइसक्यो अनि ओरेन्ज टुलिप यता राखिदिन्छु अब त ती चारवटा छ नि अनि क्यारेट पनि चारवटा छ ऊ फलेको छ यहाँ त यहाँ पनि फल्छ यो हो कि लिनु पर्ने भने उता गोल्डन छ फेरि
कति केजीको थियो त्यो? त्यो ठुलोवाला चाहिँ कति केजीको रहेछ भनेर हेर्नु पऱ्यो क्या। यसमा छैन यो रोमा। आमामा यसमा नि गोल्डेन त धेरै छ। अनि टुलिप छ बाबु। कति कमाउँछ हेरौँ है त। अहिले 146 छ। आमा 6000 कमो। अहिले म फेरि टुलिप दुईटा जति भयो यति भयो हुन्छ। ए यो किन गर्ने रहेछ ब्याम्बू सिड कति टाइम लाग्दो रहेछ। ब्लू र स्ट्रबेरी चाहिँ नकिन्ने भने क्यारेट किन्छु। ब्लुबेरी नकिन्ने, ओरेन्ज सुगर अझै एउटा किन्छु, अरू केही छैन। टोमेटो अझै एउटा किन्छु, त्यति हो। पोट्याटो चाहिँ टोमेटोले चाहिँ नफल्ने हो पोट्याटो भन्दा। ओरेन्ज टुलिप चाहिँ हो क्या जरो कमाउने। Seeds of stock have restock. Easily collect lots of crops by holding the collect button. के थियो त? ल ब्याम्बू भयो। यो चाहिँ म ब्याम्बू मात्रै बेचेर चाहिँ कति कमाउँछ? धेरै कमाउँछ यसमा नि। एकछिन त्यो ब्याम्बू हेर्छु कति छ। ब्याम्बू 6 केजीको। एकछिन आई वान्ट टु सेल दिस ओन्ली। कति कमायो? ब्याम्बूले यति धेरै कमायो? टोमेटो सिड त नहाने, यो चाहिँदैन अहिले। त्यो फलेको छैन। वाटरमेलन एउटा, दुईटा, तिनटा, चारवटा छ, त्यतिवटै किनिन्छ। एप्पल सिड्स एउटा थियो। अरू केही छैन, सबै नो स्टक छ। ब्लुबेरी र ओरेन्ज स्ट्रबेरी त अलिक किन्दिनँ। टोमेटो सिड अलिक चाहिँदैन कि। यो एप्पल सिडहरू रोपेर आउँछ है त। वाटरमेलन सिड 4वटा छ। एउटा, दुईटा, तिनटा, चारवटा। टोमेटो चाहिँ फल्दैन त। क्यारेटको 5वटा छ। एउटा, दुईटा, तिनटा, चारवटा, 5वटा। एप्पल सिड एउटा छ, एउटा यहाँ राखिदिन्छु। यो 2 केजीको ब्याम्बूले चाहिँ कति पाउँदो रहेछ? ब्याम्बूहरूले चाहिँ धेरै कमाउँदो रहेछ है। वाटरमेलन त त्यहाँ उभिएर स्ट्रबेरी र ब्लुबेरीले नि कमाउँछ, तर स्ट्रबेरी र ब्लुबेरी धेरै भयो क्या। ठुलो आयो नि। यसले नि गोल्डेनवाला दिएको चाहिँ गोल्डेनवाला गोल्डेन दिया जसले गोल्डेन ब्लुबेरी गोल्डेन ए त सानो दिएछ।
10% down, 10% down, 10% down, 10%. उता फेरि गोल्डनमा आइसक्यो। मैले यहाँ कता हो एप्पल सिड रोपेको थिएँ रोपे जस्तो लाग्छ। पोटेटो सिड अहिले चाहिँदैन के हो यार अहिले त त्यति धेरै छ यो के हो लिमिटेड ग्रेट पम्पकिन सिड ग्रेप ब्लूबेरी चाहिँ नलिनु के भयो यो के हो Australia white sands. Are you seeing a dead tree? कसरी पाउँछ यो अन्डा चाहिँ यो अन्डाहरू चाहिँ कसरी पाउँछ Have you seen a tree? Dashing over princess. A case iron. Tomato seed. यो टोमेटो चाहिँ एकचोटि पनि फलेन है यति हेरेर आइरहेको छु आम्बो यो हो नि त पारा सिडहरू त छैन नि अहिले छैन ऊ एप्पल फलिरहेको रहेछ 12% त भर्खर भइरहेको छ अझ 22 एप्पलले चाहिँ कमाउँछ मैले थाहा पाइसकेँ वाटरमेलन चाहिँ कति पर्सेन्ट हुन्छ ऊ गोल्डन वाला 20 फलिरहेको छ सबै नर्मल हो sell I want to sell my inventory 3000 मात्रै कमाएँ के गरे के हो यो ए यसले चाहिँ रिमुभ गर्दै रहेछ मैले किन गरे 31 35 35 35 ओ ल टोमेटो फले यत्रो टाइम लाग्छ यार अलि धेरै कमाउन चाहिँ पर्यो केटा टोमेटो कहाँ गयो टोमेटो 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 ए यार जम्मा यति टोमेटोले यत्रो टाइम लाग्यो फल्नलाई
ल अब चाहिँ होइन हामी यो सबै भइसक्यो गोल्डन पनि पाइसक्यो होइन हाम्रो एप्पल टी चाहिँ अब धेरै टाइम लाग्ला यो भिडियोलाई चाहिँ म यो सेल हाल्छु पहिला आई वान्ट टु सेल दिस माई फेभरेट इन्भेन्टोरी भन्छु होइन र आजको लागि चाहिँ यति नै होइन अब भेटौँ न अर्को भिडियोमा धन्यवाद